China company, China company। हाम्रो साथी चाहिँ आज के अरे नेपाल गएको थियो तर एयरपोर्टबाटै फर्केर आउनु भएको रहेछ। सो त्यस कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यसो साथीलाई चाहिँ यसो फेरि यहाँ यस्तो भनौँ न, हेरौँ न मान्छे पुरै हेन्सम भएर यस्तो मोटा आएर चाहिँ यहाँ त डिग्रिङ भएर चाहिँ घर जानु लागेको मान्छे फर्केर आउनु भएछ। सो अब फेरि अर्कोचोटि जसरी भयो भने टिकट चाहिँ काटेर पठाउने कुरो हुन्छ, त्यसमा केही शङ्का छैन। अहिले चाहिँ यो एयरपोर्टसँग पुगेर चाहिँ एयरपोर्टको ढोका हेरेर चाहिँ आइसक्नु भयो रहेछ। तिमी चाहिँ किन चाहिँ अब ड्युटी छोडेर चाहिँ अब यसरी चाहिँ घर जान खोजेको थियो? अब के गर्नु दाइ, यस्तै छ। अब मैले गएको अनि यता दुबई र इरानको बिचमा, इराकहरूको बिचमा परेको लफडा। अनि कतारमा पनि त्यस्तै भयो, साउदीमा पनि मिसाएर हालेछ, फेरि दुबईमा झन्डै हालेछ। त्यही भएर मेरो फलाइ दुबई परेको थियो, त्यही भएर बन्द गरेछ। अनि यस्तो भयो, क्यान्सल भयो। त्यही कारणले म दुबई पुगेर जताको एकबाट पुगेर आएको, रिटर्न आइसक्यो। अब कहिले हुन्छ फ्लाइट भनेको छ त कम्पनी? अब कम्पनीले अब मैले भर्खर कम्पनीमा आएको जताबाट अब एकछिनमा जान्छु। फेरि अब सुरु भएछ भेटघाट गर्ने, अब के भन्छ अफसरहरूले, अब त्यही अनुसारले चल्नु पर्ने। मेरो त किन सिस्टम त चलिबसेछ। अब सिस्टममा के कस्तो छ हेर्नु पऱ्यो। अब एकछिनमा 1-2 घन्टापछि जाने, सुभाषसँग भेटेर के कुराकानी हुन्छ तब होला हुन्छ। म के भन्नु सक्दिनँ, त्यसको लागि यति मात्र खुसी। अब अहिलेको माहौल, अहिलेको सिचुएसन यस्तै छ। अब अलिकति वार भइरहेको छ, त्यो भएकोले गर्दाखेरि एयरपोर्टहरूमा पनि मिसाइल खसाल्ने भएको कारणले गर्दाखेरि अलिक डेन्जर एरिया भएकोले, डेन्जर जोन भएको कारणले गर्दाखेरि चाहिँ यहाँ माहौल त्यही खालको भएको कारणले गर्दाखेरि एयरपोर्टहरू सबै बन्द भएको छ। त्यही भएर नेपालको एयरपोर्ट पनि बन्द भएको कारणले गर्दाखेरि चाहिँ यस्तो अवस्था आएको। यसमा कुनै चिन्ता लिनु पर्दैन, अवश्य पनि हुन्छ। त्यो टिकट भनेको अब कम्पनीको काम हो, कम्पनीले जसरी पनि गरिहाल्छ, त्यसमा कुनै शङ्कै छैन। जसरी भए पनि कम्पनीले पठाउनु पर्छ। खुलेपछि अनिवार्य 100% काम हुन्छ। ढुक्क भएर टेन्सन नलिकन बस्दा राम्रो। हुन्छ। धन्यवाद।